हङकङ सक्सेस क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा हारको सामना गरेको छ। पहिलो हार बेहोर्ने क्रममा नेपाल शुक्रबार भएको अफगानिस्तानसँगको खेलमा 17 रनले पराजित भयो। यस खेलमा अफगानिस्तानले दिएको 113 रनको लक्ष्य पछ्याएको नेपालले 6 ओभरमा 2 विकेट गुमाएर 95 रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान सन्दीप जोराले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले 14 बलमा 8 छक्का र 1 चौका सहित अभिजित 53 रनको पारी खेलेका हुन्। हङकङ सक्सेस करियरमा जोराको यो तेस्रो अर्धशतक हो। यस्तै अफगानिस्तान विरुद्ध मोहम्मद आदिल आलम र राशिद खानले 11-11 रन जोडे। यस खेलमा ओपनर लोकेश बमले सर्वाधिक निराश बनाए। उनले 10 बलमा 1 छक्का सहित केवल 10 रन मात्र जोडे। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले 6 ओभरमा 5 विकेट गुमाएर 112 रन बनायो। उसका लागि करिम जन्नतले 35, फर्मुल्लाहले अभिजित 30 तथा कप्तान गुलबन्दी नाइबले 22 रन जोडे। नेपालका लागि अलराउन्डर राशिद खानले कीर्तिमानी बलिङ गरे। उनले 2 ओभरमा 27 रन दिएर ह्याट्रिक सहित 4 विकेट लिए। यो सँगै राशिद हङकङ सक्सेसको इतिहासमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। यस्तै अफगानिस्तान विरुद्ध लोकेश बमले 1 ओभरमा 15 रन दिएर 1 विकेट हात पारे। नेपालले अब जारी प्रतियोगितामा दोस्रो खेलमा शनिबार दक्षिण अफ्रिका विरुद्ध खेल्ने तालिका छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो टिकटक आइडीलाई फलो पनि गर्नुहोला। धन्यवाद।